हाम्रो चाहिँ आज दिउँसो लानुको लागि यसो मासुहरू तरकारीहरू यसो पाक्दैछ। यसो हाम्रो चाहिँ यता उनुक मामा यता हेर्नु त मामा, उहाँले बनाउने हुन्छ यस्ता कसै मसलाहरू। बिहान बिहानै हाम्रो मासु चाहिँ रेडी भइसकेको छ है, तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। मासु एकदम मिठो बनाइसक्नु भएको रहेछ मामाले। सबैजना सन्चै हुनुहुन्छ होला। म एकदम सन्चै छु। आज चाहिँ हामी साइक्लिङ आएको होइन, त्यसले भनेको बिहान चाहिँ ठुलो पानी परेको थियो, त्यही भएर हजुरहरूलाई हामीले बिहानको भिडियो चाहिँ देखाउन सकिनौँ। त्यसको लागि म माफी चाहन्छु। अब बिच बाटोमै हामीले चाहिँ बिच बाटोदेखि चाहिँ भिडियो बनाइरहेको छौँ। अहिले चाहिँ हामी चौरबाट आएर चाहिँ यसो हल्का भोक लागेर चाहिँ खानेकुरा चिसोहरू खाएर चाहिँ हामी फेरि जाने हाम्रो यात्रा निरन्तर गर्ने विचार गऱ्यौँ। त्यही भएर हामी चाहिँ अहिले पिछाइरहेको छौँ। सबैजना यहाँ मेरो होइन, हामी चाहिँ अहिले फाइनली चाउमिन मगाएर चाहिँ चाउमिन खाँदैछौँ। चाउमिन खाँदैछौँ है हामी चाहिँ अहिले। काली नगरपालिका चाहिँ आइपुगिसकेको छौँ। अहिले चाहिँ हामी विश्राममा यहाँ सबै हामी चाहिँ अहिले खाजा खाँदैछौँ।
पोखरीमा आइपुगेको छौँ। पछाडि पोखरी देख्न सक्नुहुन्छ। अहिले चाहिँ यहाँ चाहिँ सबैजना यसो फोटो सेसन गरिरहेको छ। जस्तो यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले राखेको छन् फोटो सेसन पुरा सबैजना। अब चाहिँ